साथीहरू, तपाईँ हामीहरू यो धरतीमा एक बारको जुनी लिएर आएको छ र यो एक बारको जुनी दिनुहुने भगवान् परमेश्वर पिता अल्लाह जे भने पनि गड र उहाँहरूलाई भन्दा पनि तपाईँ हामीहरूलाई यस सुन्दर संसारमा जन्म दिनुहुने आफ्नो बाबा आमालाई हृदयदेखि धेरैभन्दा धेरै धन्यवाद दिनुपर्दछ। किनभने तपाईँ हामीहरूलाई एकदमै उहाँहरूले दुःख कष्ट गरेर तपाईँ हामीलाई हुर्काएको छ, बढाएको छ, शिक्षा दिएको छ, यहाँसम्म पुर्याएको छ। त्यसैले साथीहरू, आफ्नो बाबा आमालाई सधैँभरि माया प्रेम र उनीहरूले चाहेको इच्छा आकाङ्क्षाहरू सबै तपाईँ हामी एउटा छोराछोरी भएपछि पुरा गरिदिनु पर्नेछ। र विशेष कुरा भनेको उहाँहरूको मन दुख्ने व्यवहार कहिले पनि गर्नुहुन्न र उहाँहरूले सधैँभरि खुसी राख्नु पर्दछ। तपाईँ हामीहरू एउटा छोराछोरी भएपछि आफ्नो कर्तव्य निभाउनु पर्दछ। त्यसैले साथीहरू, यो संसारमा साँचो भगवान् भनेको नै तपाईँ हामीहरूलाई जन्म दिनुहुने आफ्नो बाबा आमाहरू हुन्। यो कुरामा विश्वस्त हुनु र अन्त्यमा स्वास्थ्यका लागि पानी खानु नबिर्सिनु होला। हस्, धन्यवाद।